नमस्कार। आज हामी एउटा विषयमा कुरा गर्दैछौँ जुन धेरैजनालाई चासोको विषय हुन सक्छ र यो श्रोताले नै उपलब्ध गराउनु भएको सामग्रीमा आधारित छ। विषय हो भेरिकोज भेन्स। यो वास्तवमा के हो, किन हुन्छ र यसलाई कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने बारेमा स्रोतहरूले के भन्छन्। आउनुहोस् अलिक गहिरिएर हिरौँ न त। सुरुमा त भेरिकोज भेन्स भनेको के हो त्यहाँबाटै सुरु गरौँ। स्रोतहरूले भने अनुसार यो भनेको छाला मुनि देखिने ती नसाहरू हुन्, हैन त, फुलेको अनि अलि बटारिएको जस्तो, प्राय खुट्टामा नीलो वा बैजनी रङ्गको देखिने। तर यो बाहिर देखिने मात्रै हो कि भित्रकै गडबडी भएको हो? तपाईँले भनेको ठिक हो। बाहिरबाट हेर्दा त्यही फुलेका बटारिएका नसा देखिन्छन्, तर यसको पछाडि एउटा महत्त्वपूर्ण प्रक्रिया छ। खास कुरो के हो भने हाम्रो नसाभित्र एकदमै साना बल्बहरू हुन्छन्। तपाईँ यिनलाई नसाको एकतर्फी ढोका जस्तो मान्न सक्नुहुन्छ। एकतर्फी ढोका? रोचक। हो, सामान्य अवस्थामा यिनीहरूको काम के हो भने रगतलाई खुट्टाबाट मुटुतर्फ मात्र जान दिने, तलतिर फर्किन नदिने। अनि भेरिकोज भेन्स हुँदा चाहिँ के हुन्छ त? यी ढोकाहरूलाई के बिग्रिन्छ? हो, त्यही हो। जब यी भाल्भहरू, यी ढोकाहरू कमजोर हुन्छन् वा राम्ररी बन्द हुन सक्दैनन्, तब उनीहरूले आफ्नो काम गर्न सक्दैनन्। अनि रगत मुटुतर्फ मात्रै नगएर अलि पछाडि फर्केर तलतिरै जम्मा हुन थाल्छ। जम्मा हुन थाल्छ। हो, जम्मा हुन्छ। अनि त्यो जम्मा भएको रगतको चापले नसाको भित्तालाई तन्काउँछ, फुलाउँछ अनि बटारिएको जस्तो देखिन्छ, जुन छालाबाट प्रष्टै देखिन्छ। हो, यही अवस्था नै भेरिकोज भेन्स हो। बुझ्यो। तर एउटा कुरा, यो खुट्टामै बढी किन देखिन्छ त? जस्तो हातमा वा शरीरको अरू भागमा त्यति सुनिँदैन नि। एकदम सान्दर्भिक प्रश्न। यसको मुख्य कारण हो गुरुत्वाकर्षण। हामी उभिँदा हाम्रो खुट्टाबाट रगतलाई मुटुसम्म फर्काउनु पर्यो नि त। त्यो भनेको गुरुत्वाकर्षणको ठिक उल्टो दिशामा पठाउनु हो। यो आफैमा एउटा चुनौती हो। हो त नि। हातबाट रगत फर्किन त्यति गाह्रो भएन, तर खुट्टाबाट रगत माथि पठाउन नसा र ती भल्भहरूमा निकै दबाव पर्छ। अनि जब ती भल्भहरू अलिकति कमजोर हुन्छन्, उनीहरूले त्यो उल्टो चापलाई थेक्न सक्दैनन्। त्यसपछि रगत तलै जम्न थाल्छ। त्यसैले यो समस्या खुट्टा र तिघ्रामा बढी देखिने हो। भनेपछि गुरुत्वाकर्षणसँग जुझ्न नसक्दा यो समस्या आउने रहेछ। तर यी भल्भहरू कमजोर नै किन हुन्छन् त? स्रोतहरूले त केही कारणहरू पनि बताएका छन्, हैन? जस्तै लामो समयसम्म उभिनु वा बस्नु। यसले कसरी असर गर्छ होला? हो, स्रोतहरूले थुप्रै कारकहरू पहिचान गरेका छन्। तपाईले भन्नुभए जस्तै लामो समय एउटै आसनमा उभिरहँदा वा बस्दा के हुन्छ भने खुट्टाका मांसपेशीहरू त्यति चल्दैनन्। सामान्यतया हामी हिँड्दा खुट्टाका मांसपेशी खुम्चिने, फुक्ने गर्छन्। यसले नसालाई थिचेर रगत माथि पठाउन मद्दत गर्छ। यसलाई मांसपेशी पम्प भनिन्छ। मांसपेशी पम्प? हो, तर घण्टौंसम्म उभिदा वा बस्दा यो पम्पले राम्ररी काम गर्दैन अनि रगत सजिलै माथि जाँदैन, तलै जम्मा हुन्छ। भल्भहरूमा लगातार दबाव पर्छ र ती कमजोर हुँदै जान्छन्। त्यो पम्प निष्क्रिय हुँदा समस्या हुने रहेछ। अनि अर्को कारण पनि छ, उमेर। उमेर बढ्दै जाँदा त यो सामान्य नै हो कि? धेरै हदसम्म हो। जसरी उमेरसँगै छाला चाउरिन्छ, कपाल फुल्छ, त्यस्तै हो। नसाका भित्ताहरू अनि ती भल्भहरू पनि अलिक कमजोर हुँदै जान्छन्। तिनीहरूको त्यो लचकता, त्यो इलास्टिसिटी कम हुन्छ। यो समयसँगै आउने एउटा स्वाभाविक प्रक्रिया जस्तै हो। त्यसैले पाको उमेरका मानिसहरूमा यो बढी देखिन्छ। अनि मोटोपन नि शरीरको तौल बढी हुँदा के हुन्छ? सिधै नसा थिच्चिने हो? मोटोपनले दुई तरिकाले असर पार्छ। पहिलो त तपाईले भने जस्तै तौल बढी हुँदा पेट र खुट्टाका नसामा सिधै दबाव बढ्छ। यो थप दबावले रगतलाई माथि फर्किन गाह्रो बनाउँछ। दोस्रो, मोटोपनले समग्र रक्त सञ्चार प्रणालीमै भार बढाउँछ, भल्भहरूमा तनाव थप्छ। त्यसैले तौल ठिक्क राख्नु नसाको स्वास्थ्यको लागि पनि महत्त्वपूर्ण छ। अनि गर्भावस्थाको बेला पनि यो समस्या धेरैले अनुभव गर्छन् भनिन्छ नि। त्यति बेला त झन्कति परिवर्तन हुन्छ शरीरमा। हो, गर्भावस्थामा भरिको भेन्स देखिनु वा बढ्नु एकदम सामान्य मानिन्छ। यसका पछाडि पनि केही कारण छन्। स्रोतले भने अनुसार
एक त गर्भावस्थामा शरीरमा रगतको मात्रा नै बढ्छ, यसले नसा प्रणालीमा भार बढायो। अर्को, बच्चा बढ्दै जाँदा गर्भले पेटको तल्लो भागका ठूला नसाहरूलाई थिच्न सक्छ। थिच्ने भएकोले हो, त्यसले खुट्टाबाट फर्किने रगतको बाटोमा अलि अवरोध गर्छ, खुट्टाको नसामा दबाव बढ्छ। अनि अर्को कुरा, हर्मोनको परिवर्तन पनि हुन्छ। खास गरी प्रोजेस्टेरोन भन्ने हर्मोनले नसाको भित्तालाई अलि खुकुलो बनाइदिन्छ। यसले पनि भल्भको कामलाई असर गर्न सक्छ। ल हेर्नुहोस् त, कति धेरै कुरा रहेछन्। अनि एउटा अर्को कारण पनि छ, पारिवारिक इतिहास, वंशाणुगत कारण। भनेपछि परिवारमा कसैलाई छ भने अरूलाई पनि हुने सम्भावना बढी हुन्छ। हो, स्रोतहरूले वंशानुगत जोखिमलाई पनि मानेका छन्। यदि तपाईको नजिकको परिवारमा, जस्तै आमाबुबा, दाजुभाइ, दिदीबहिनीलाई यो समस्या छ भने तपाईलाई पनि हुने सम्भावना अरूको भन्दा बढी हुन्छ। यसले के देखाउँछ भने सायद नसाको बनावट, भल्भको शक्तिमा वंशानुगत गुणको पनि भूमिका हुन्छ। त्यसो भए हेर्नुस् त, जीवनशैली, उमेर, तौल, हर्मोन, वंशाणु यी सबै कुरा मिलेर असर गर्ने रहेछ। कुनै एउटा मात्र कारण नभएर विभिन्न कुराको संयोजनले यो हुने सम्भावना बढी हुन्छ। कारणहरू त बुझियो, अलि जटिल नै रहेछ। अब लागौं लक्षणहरूतर्फ। त्यो फुलेको, बटारिएको नसा देखिनु त भइहाल्यो, तर स्रोतहरूले अरू पनि लक्षण हुन्छन् भनेका छन्। कस्ता हुन्छन् ती? के यसले साँच्चै गाह्रो बनाउँछ? बिल्कुल, फुलेका नसा त आँखाले देखिने कुरा भयो। तर धेरैजनाका लागि यो हेर्दा नराम्रो देखिने मात्रै समस्या होइन, यसले शारीरिक असजिलोपन पनि ल्याउँछ। जस्तो पहिलो लक्षण भनेको खुट्टा भारी हुने, गल्ने वा दुख्ने। यो अक्सर दिनको अन्त्यतिर वा लामो समय उभिएपछि वा बसेपछि बढी हुन्छ। कतिले खुट्टा गौज्रुङ्ग भयो भन्नुहुन्छ, कतिले टन्टन दुख्यो भन्नुहुन्छ। त्यो दुखाइले काम गर्ने गाह्रो होला नि त। हो नि। अर्को लक्षण भनेको खुट्टा सुन्निनु, खास गरी गोलीगाँठा र पैतालातिर। यो पनि रगत राम्ररी नचलेर जम्मा हुँदा अनि तरल पदार्थ तन्तुहरूमा चुहिएर हुन्छ। बिहान कम हुन्छ, तर दिन ढल्किँदै जाँदा वा धेरै हिँडेपछि सुन्नेको बढी देखिन सक्छ। अनि त्यो छाला चिलाउने वा पोल्ने भन्ने पनि थियो नि स्रोतमा, त्यो चाहिँ किन होला? हो, यो अलि अनौठो लाग्न सक्छ, तर त्यो प्रभावित नसाको माथिको छालामा चिलाउने वा पोल्ने जस्तो हुन सक्छ। यो चाहिँ रगत जम्मा भएर छाला मुनिको तन्तुमा परेको दबाव र कहिलेकाहीँ हल्का सुजन, इन्फ्लेमेसनको कारणले हुन्छ। धेरै कन्यायो भने त घाउ वा संक्रमण पनि हुन सक्छ। भन्ने एकदमै, यो एकदम महत्त्वपूर्ण कुरा हो। यदि भरिकोज भेन्स गम्भीर हुँदै गयो, रक्त सञ्चार लामो समयसम्म खराब भइरह्यो भने छालाले पर्याप्त अक्सिजन र पोषण पाउँदैन। त्यसले गर्दा छालाको रङ गाढा, खैरो वा कालो जस्तो हुन सक्छ, खास गरी गोलीगाँठाको भित्रपट्टि। छाला पातल्लो, सुक्खा, चम्किलो, कमजोर हुन सक्छ। र सबैभन्दा गम्भीर अवस्थामा छालामा सानो चोट लाग्दा पनि निको नहुने ठूलो घाउ बन्न सक्छ, जसलाई भेनस अल्सर भनिन्छ। बाप्रे, घाउने भन्ने? हो, यी घाउहरू निको हुन महिनौं लाग्न सक्छन् अनि संक्रमणको जोखिम पनि धेरै हुन्छ। भनेपछि यो त केवल हेर्दा नराम्रो देखिने कुरा मात्रै होइन रहेछ, यसले त छालाको स्वास्थ्यदेखि लिएर गम्भीर घाउसम्म पुर्याउन सक्ने रहेछ। त्यसो भए यसबाट बच्न वा यसलाई व्यवस्थापन गर्न के गर्न सकिन्छ त? पक्कै उपाय होलान्। खुसीको कुरा के छ भने जीवनशैलीमा केही सामान्य परिवर्तन गरेर यसलाई बढ्नबाट रोक्न वा लक्षणहरू कम गर्न सकिन्छ। स्रोतहरूले केही मुख्य उपाय सुझाएका छन्। जस्तो पहिलो त नियमित व्यायाम, खास गरी हिँड्ने। अघि हामीले मांसपेशी पम्पको कुरा गरेका थियौं नि, त्यसैसँग सम्बन्धित हो। हो, बिल्कुल। हिँड्ने, दौडिने, साइकल चलाउने, पौडी खेल्ने, यस्ता व्यायामले खुट्टाका मांसपेशीहरूलाई सक्रिय बनाउँछ। यही सक्रियताले त्यो मांसपेशी पम्पलाई चलाउँछ, जसले रगतलाई मुटुतर्फ धकेल्छ। रगत जम्न पाउँदैन, नसामा दबाव कम हुन्छ। दिनमा कम्तीमा आधा घण्टा जति यस्तो गतिविधि गर्नु राम्रो मानिन्छ। अनि अर्को कुरा, लामो समय एकै ठाउँमा उभिने वा बस्ने गर्नु भएन भनियो। तर कतिपयको त काम नै त्यस्तो हुन्छ, उहाँहरूले के गर्ने त? एकदमै व्यावहारिक प्रश्न, यदि कामले गर्दा लामो समय उभिनु वा बस्नुपर्छ भने सकेसम्म हरेक आधा घण्टा वा 1 घण्टामा छोटो ब्रेक लिने।
त्यो ब्रेकमा केही बेर हिँड्ने, यताउता गर्ने, नसके बसेको ठाउँमै पनि खुट्टालाई चलाइरहने, जस्तै गोलीगाँठा घुमाउने, पैताला माथि तल गर्ने। मुख्य कुरो भनेको त्यो मांसपेशी पम्पलाई बीचबीचमा चलाइरहनु पर्यो, रक्त सञ्चारलाई रोकिन दिनु भएन। ठिक हो। अनि आराम गर्दा वा सुत्दा खुट्टा अलि उचोमा राख्ने रे, यसले कसरी काम गर्छ? यो एकदमै सरल तर प्रभावकारी उपाय हो। आराम गर्दा, टिभी हेर्दा वा राति सुत्दा खुट्टा मुनि तकिया राखेर खुट्टालाई मुटुको तहभन्दा अलि माथि उचाल्ने। यसो गर्दा गुरुत्वाकर्षणले नै रगतलाई खुट्टाबाट मुटुतर्फ फर्किन मद्दत गर्छ। नसामा जम्मा भएको रगत र तरल पदार्थ कम हुन्छ, सुन्निन पनि घट्छ, खुट्टालाई आराम मिल्छ। शरीरको तौल नियन्त्रणको कुरा फेरि आयो। यो कतिको महत्त्वपूर्ण रहेछ त? निकै महत्त्वपूर्ण। हामीले अघि नै भन्यौं, बढी तौलले नसान अतिरिक्त दबाव दिन्छ। तौल नियन्त्रण गर्दा त्यो दबाव कम हुन्छ। यसले नयाँ भरिकोज भेन्स बन्नबाट रोक्न मद्दत गर्छ अनि भइसकेकोलाई पनि थप बिग्रिन दिँदैन। त्यसैले स्वास्थ्य आहार र नियमित व्यायाम महत्त्वपूर्ण छ। र अन्त्यमा एउटा कुरा छ, कम्प्रेसन स्टकिङ। यो के हो अनि यसले कसरी काम गर्छ? सबैले लगाउन मिल्छ? कम्प्रेसन स्टकिङ भनेको खास किसिमको खुट्टामा ठ्याक्क मिल्ने मोजा जस्तै हो। यसले खुट्टामा बाहिरबाट हल्का तर निरन्तर दबाव दिन्छ। यसको विशेषता के हो भने दबाव गोलीगाँठामा बढी हुन्छ अनि माथि जाँदा बिस्तारै कम हुँदै जान्छ। यही दबावको फरकले नसालाई खुम्स्याएर रगतलाई माथि जान सजिलो बनाउँछ। रगत जम्न दिँदैन, नसा फुल्न दिँदैन, सुन्निन पनि कम गर्छ। भनेपछि बाहिरबाट सपोर्ट दिने भयो? हो, बाहिरबाट सपोर्ट। तर कस्तो खालको स्टकिङ, कति प्रेसरको लगाउने भन्ने कुरा चाहिँ व्यक्तिको अवस्था हेरेर फरक पर्छ। त्यसैले यो सधैँ डाक्टरको सल्लाहमा मात्रै लगाउनु पर्छ। उहाँहरूले सही साइज र प्रेसर छान्न मद्दत गर्नुहुन्छ। आफै किनेर लगाउँदा फाइदा नहुन पनि सक्छ। ल, यी सबै उपायहरू हेर्दा मुख्य कुरा त रक्त सञ्चारलाई राम्रो बनाउने र नसामाथिको अनावश्यक दबाव घटाउने नै रहेछ, हैन त? हो, तपाईले एकदम सही ठाउँमा समात्नुभयो। सारमा त्यही हो। चाहे व्यायाम गरेर मांसपेशी पम्प चलाउने होस्, खुट्टा उँचो राखेर गुरुत्वाकर्षणको फाइदा लिने होस्, तौल नियन्त्रण गर्ने होस् वा स्टकिङ लगाउने होस्, यी सबैको केन्द्रमा रक्त सञ्चार सुधार गर्नु र नसालाई स्वस्थ राख्नु नै छ। अनि स्रोतहरूले के देखाउँछन् भने यी साधारण लाग्ने जीवनशैलीका परिवर्तनले पनि ठूलो सकारात्मक असर पार्न सक्छन्। ल त, आजको हाम्रो यो छलफलबाट भरिकोज भेन्सबारे धेरै कुराहरू थाहा पाइयो। यो केवल छालामा देखिने समस्या मात्र रहेनछ, बरु नसाभित्रका ती साना भल्भहरू कमजोर भएर रगत राम्ररी मुटुमा फर्कन नसक्दा हुने अवस्था रहेछ, जसमा गुरुत्वाकर्षणको पनि ठूलो भूमिका रहेछ। अनि हाम्रो जीवनशैली, जस्तै लामो समय उभिने वा बस्ने बानी, उमेर, तौल, गर्भावस्था अनि कहिलेकाहीँ वंशाणुगत कारणले पनि यसको जोखिम बढाउँदो रहेछ। लक्षणहरूमा पनि नसा फुल्नु मात्र होइन, खुट्टा दुख्ने, भारी हुने, सुन्निने, चिलाउनेदेखि लिएर गम्भीर अवस्थामा छालाको रङ बदलिनु र घाउ बन्नेसम्म हुन सक्ने रहेछ। तर महत्त्वपूर्ण कुरा के हो भने यसलाई व्यवस्थापन गर्न र रोक्न सकिने उपायहरू पनि छन्। नियमित व्यायाम, हिँडुल, खुट्टा चलाउने, आराम गर्दा खुट्टा उँचो राख्ने, तौल ठिक राख्ने जस्ता कुराहरूले धेरै फरक पार्ने रहेछ। अनि आवश्यक परे डाक्टरको सल्लाहमा कम्प्रेसन स्टकिङ पनि सहयोगी हुने रहेछ। हो, र यो सबै छलफलले मलाई एउटा गहिरो प्रश्न सोच्न बाध्य बनायो, जुन स्रोतहरूले पनि अप्रत्यक्ष रूपमा उठाए जस्तो लाग्छ। हाम्रो शरीरभित्रका यी कति सामान्य लाग्ने तर कति महत्त्वपूर्ण संरचनाहरू छन् नि, जस्तै यी नसाका साना साना भल्भहरू, यिनीहरूलाई हाम्रो दैनिकी, हाम्रो बस्ने तरिका, हाम्रो खाने बानीले कति गहिरो असर पार्दो रहेछ। कतै हामीले अपनाएको यो आधुनिक, आरामदायी तर अलि निष्क्रिय जीवनशैली हाम्रो शरीरको त्यो मौलिक बनावटसँग नमिल्दो भएर पो यस्ता समस्या बढेका हुन् कि? सायद हामीले हरेक दिन गर्ने साना साना निर्णयहरू, अलिकति बढी हिँड्ने, थोरै स्वस्थ खाने, तौल ठिक राख्ने, यस्ता निर्णयले हाम्रो शरीरको समग्र प्रणालीलाई, यी साना तर अत्यावश्यक अङ्गहरूलाई स्वस्थ राख्न कति ठूलो र लामो समयसम्म भूमिका खेल्छ भन्ने कुरामा हामीले अझ बढी ध्यान दिनुपर्ने हो कि? यो साँच्चै विचार गर्नुपर्ने प्रश्न हो।